हेलो साथीहरू, आज चाहिँ हामी गजलमुखी धाम दर्शनको लागि जाँदैछौँ नि। गजलमुखी धाम चाहिँ इलाम देउमाई नगरपालिकामा पर्छ अरे। हामी पनि फर्स्ट टाइम हो, म चाहिँ कहिले गएको छुइनँ। अनि यता हाम्रो मसँग हुने हाम्रो सानो बोजू पनि फर्स्ट टाइम हो, कुमारी गुरुङ। हामी सबैजना फर्स्ट टाइम हो नि। यता दुईजना हाम्रो ड्राइभर भाइहरू चाहिँ पहिले पनि पुगेको अरे। अनि देउमाई खोला नजिकै छ अरे। अनि गजलमुखी धाम जाँदाखेरि चाहिँ देउमाई खोलाको पूजा गरेर देउमाई खोलाको पानी लगेर जानुपर्छ अरे भनेर यता हाम्रो ड्राइभर भाइहरूले भन्दैछ। हामी चाहिँ फर्स्ट टाइम हो नि त। अनि भाइहरूले हामीलाई गजलमुखी धामको विशेषताहरू विषयमा अलिअलि बताउँदै हामी चाहिँ गफ गर्दै यसरी टाउको ठोकाउँदै अगाडि बढिरहेको छु। किनकि बेडाङ्गे बाटो यस्तै हुन्छ, पुरै जिगज्याग छ, कच्ची बाटो होइन। अनि कोही बेला माथि, कोही बेला अगाडि पछाडि टाउको ठोकाउँदै हामी चाहिँ अगाडि बढ्दा हामी चाहिँ बेडाङ्गे 1 आइपुग्न लागेको छ। अनि बेडाङ्गे 1 पुगिसकेपछि चाहिँ बाटो पक्की छ साथीहरू। सरर यसरी गफ गर्दा हामी चाहिँ बेडाङ्गे 1 आइपुगेको छ साथीहरू। अनि बेडाङ्गे 1लाई चाहिँ पुरै घाँस रुखले ढाकिसकेको रहेछ। यहाँ चाहिँ पहिले बस्ती थियो साथीहरू, घरै घर। अनि बेडाङ्गे 1मा चाहिँ बाटो पनि पक्की रहेछ। अनि यो बाटो चाहिँ पक्की चाहिँ साथीहरू कहाँसम्म भन्दाखेरि ठ्याक्कै लारुम्बासम्म छ अरे। लारुम्बाभन्दा माथि चाहिँ एकदमै कच्ची बाटो छ अरे। अनि आज पानी पर्दा जस्तो भइराखेको छ। अनि हुस्यो आइराखेको छ। अनि ड्राइभर भाइहरूले चाहिँ टेन्सन मानिरहनु भएको छ नि त, चिन्ता गरिरहनु भएको छ। अब पानी आयो भने चाहिँ दाइ लारुम्बाभन्दा माथि गाडी कटाउनु निकै साह्रो पर्छ। त्यसैले हामी चाहिँ एकदम जतिसक्दो छिटो जाउँ दाइ भनेर भाइहरू हतार गर्दैछ। अनि गाडी त्यसैले भाइले चाहिँ अब बुलेट ट्रेनको रफ्तारमा अगाडि बढाइराखेको छ। यति स्पिड छ भाइहरूको गाडी। आज मैले चाहिँ भन्दैछु भाइलाई बिस्तारै जाउँ, बरु आरामले पुगेर आइहालिन्छ भाइ भनेको। होइन दाइ बाटो चाहिँ काट्नुपर्छ, बरु फर्किँदा बिस्तारै आउँ भनेर भाइहरू चाहिँ हतार गर्दैछ। अनि यो बाटो चाहिँ लारुम्बासम्म मात्रै छ अरे साथीहरू, पक्की बाटो। लारुम्बादेखि माथि चतुरेसम्म चाहिँ फेरि कच्ची बाटो। अनि फेरि चतुर्दे भन्ने ठाउँ उतादेखि चाहिँ फेरि बाटो एकदमै पक्की छ भनेर चाहिँ भाइहरूले भन्दैछ। अनि यहाँ चाहिँ अब यस्तो राम्रो ठाउँ आयो क्या, खेतै खेत भएको, घरै घर भएको। अनि यो ठाउँहरूको नाम चाहिँ मलाई थाहा भएन। अब तपाईँहरूलाई थाहा छ भने चाहिँ कमेन्टमा तपाईँहरूको प्रतिक्रिया कमेन्ट मार्फत यो ठाउँको नाम लेखेर कमेन्ट गर्नु होला साथीहरू। अनि गजलमुखी धाम तपाईँहरू को आउनुभएको छ साथीहरू? यदि आउनुभएको छ भने अब तपाईँहरूको इच्छा आकाङ्क्षा, तपाईँको मागहरू गजलमुखी धामले पुरा गरेको छ कि छैन, पुरा भयो कि भएन, कमेन्ट मार्फत लेख्नु होला साथीहरू। अनि गजलमुखी धाम तपाईँहरू कोही कसै पुग्नु भएको छैन यदि भने चाहिँ आज मेरो यस भिडियो मार्फत गजलमुखी धामको दर्शन गर्नु होला साथीहरू। म तपाईँहरूलाई यस भिडियो मार्फत गजलमुखी धाम सबै घुमाउने छु। सकेसम्म चाहिँ म तपाईँहरूलाई यस भिडियो मार्फत देखाउने छु। अनि भिडियो कस्तो लाग्छ तपाईँहरूको प्रतिक्रिया नि कमेन्ट मार्फत राख्नु होला साथीहरू। अनि हामी चाहिँ यसरी गफ गर्दा होइन धेरै माथि आइसकेको छौँ। अनि यो बाटो चाहिँ मेरो पनि फर्स्ट टाइम हो, म पनि फर्स्ट टाइम हिँडेको कारणले गर्दाखेरि अब यो ठाउँहरू चाहिँ मलाई थाहा छैन नि त। अनि र पनि अब खोलाको किनारै चाहिँ हिँडिरहेको छु। अनि यता ऊपट्टि पुरै भिड, उँधोपट्टि पुरा अब खोला होइन, कस्तो अब कोही चाहिँ चिउ भइरहेको छ मन पनि। अनि तल तपाईँहरूले देखिरहनु भएको साथीहरू, हामी चाहिँ अहिले खोलाको किनारै जाँदैछौँ। अनि बाटो आज मौसम एकदम चिसो छ, हावाले हानिराखेको छ। अनि पहिले अब तल झापामा हुँदा चाहिँ पुरै अब गर्मीले गर्दाखेरि कपडा पनि एउटा भेस्ट मात्रै लाएर आयो। अब यहाँ आउँदा चाहिँ अहिले यस्तो फिल भइराखेको छ, पुरै अब ज्याकेट लगाएर आएको भए पनि हुन्थ्यो रहेछ जस्तो लागिरहेको छ। अनि तर पनि ठिकै छ, यतिको चिसो चाहिँ अब आज एक दिन त हो, कटाइन्छ भन्ने तरिकाले चाहिँ हामी जाँदैछौँ गजलमुखी धामको दर्शनको लागि। अनि विशेष गरी गजलमुखी धाम दर्शन चाहिँ किन गइन्छ भन्दा साथीहरू, किन जान्छ अरे भन्दाखेरि नानी बच्चाहरूको चाहिँ कसैको अब बोली आएको छैन भने, बोली प्रष्ट भएको छैन भने, बोल्नु सकेको छैन भने गजलमुखी धामको दर्शन गरिसकेपछि चाहिँ नानीहरूको बोली प्रष्ट आउने, अनि नबोल्ने नानीहरू पनि बोल्ने हुन्छ अरे साथीहरू। अनि त्यही विश्वास आकाङ्क्षा मनोकामना लिएर धेरै भक्तजनहरू चाहिँ गजलमुखी धाम जाने गर्ने रहेछ साथीहरू। मैले पनि अब यो छरछिमेकी गाउँघरमा थाहा पाएर मात्रै जाँदैछु, नत्र मलाई गजलमुखी धामको विषयमा मलाई त्यति थाहा पनि थिएन। अनि एउटा विशेषता के छ अरे भन्दाखेरि गजलमुखी धामको चाहिँ साथीहरू, गजलमुखी धाममा चाहिँ एकजना मुख नआउने मान्छेले चाहिँ यो धाम पत्ता लगाएको अरे। अनि त्यहाँ बस्दै उसको चाहिँ मुख आएको अरे कि साथीहरू, गजलमुखी धाममा बस्दा मुख नआउने मान्छेको उसको चाहिँ बोली फुटेको अरे। अनि त्यसैले धेरै मान्छेहरू, धेरै भक्तजनहरू इलाम, पास्थर, ताप्लेजुङ, तेह्रथुम, अनि यता झापा, सुनसरी, धरान, इटरी धेरै ठाउँदेखि चाहिँ यस धामको दर्शन गर्नु मान्छेहरू जाँदो रहेछ। अनि सबैजना गाडी रिजर्भ लिएर जाँदो रहेछ। अनि यता किनकि दमकदेखि चाहिँ जाँदाखेरि तपाईँहरू 4 व्हिल गाडी छ भने मात्रै आउनु होला, नत्र 2 व्हिल गाडीहरू र बाइकहरू, अटोलीहरू चाहिँ नआउनु होला साथीहरू, किनकि बाटो एकदमै जिगज्याग अप्ठ्यारो छ अरे। अनि त्यसरी नै गफ गरेर हिँड्दा हामी चाहिँ पक्की बाटो सकेर अहिले चाहिँ ग्राभेल बाटो आइपुगिसकेको छौँ। अनि अब अहिलेसम्म चाहिँ बाटो ठिकै छ साथीहरू। अब
कहाँ माथि पुगिसकेपछि बाटो चाहिँ यस्तो रड्डी छ अरे पुरै अब ट्रकहरूले ट्र्याक्टरहरूले बाटो बिगारेर खराब बनाएको छ के दाइ भनेर चाहिँ अब ड्राइभर भाइसँग म चाहिँ यसरी नै होइन गफ गर्दै हिँडिरहेको छु अनि तपाईँहरूलाई यसरी नै भ्यूहरू देखाउँदै जाँदैछु खोलाहरू अनि यो खोला चाहिँ आइपुग्यो जे होस् तर खोलाको नाम चाहिँ थाहा छैन अनि यहाँ चाहिँ एउटा बिग्रेको भ्याकु भनिरहेको छ साथीहरू होइन अनि एउटा घर आइपुग्यो यसरी नै हामी चाहिँ अघि बढ्दैछौँ गफ गर्दै गर्दै अनि उता गजलमुखी धाम चाहिँ उता इलाम मङ्गलबारे कता कता हुँदै पनि माथिको बाटो चाहिँ आउँछ अरे त्यो बाटो चाहिँ अटो पनि आउँछ अरे यो इलाम मङ्गलबारेको बाटो चाहिँ तर हामी चाहिँ यता झापा दमक बस्ने भएको कारणले गर्दाखेरि हामी चाहिँ झापा दमक बेडाङ्गीदेखि जाँदैछौँ आजको अब हामी पनि फर्स्ट टाइम हो आजको यात्रा कस्तो हुन्छ अनि गजलमुखी धामसम्मको बाटो कस्तो छ यस भिडियो मार्फतमा तपाईँलाई अगाडिदेखि अन्तिमसम्म देखाउनेछु अनि भिडियो चाहिँ साथीहरू स्किप नगरिकन फर्स्टदेखि अब अन्तिमसम्म हेर्नुलाई अनि मात्रै अब कस्तो रहेछ के रहेछ भनेर थाहा हुन्छ नि त अनि यहाँ एउटा झोलुङ्गे पुल रहेछ हामी चाहिँ झोलुङ्गे पुल भएको ठाउँमा आइपुगिसक्यौँ साथीहरू यसरी नै अब गफ गर्दै गर्दै हामी बढ्दैछौँ अनि यो खोलाको बाटो चाहिँ धेरै लामो रहेछ हामी धेरै माथि आइपुग्यो खोला अहिले चाहिँ अनि भिडियो हेर्दै गर्नु होला साथीहरू म देखाउँदै जान्छु तपाईँहरूलाई है त
कहाँदेखि निकाल्छ यो चाहिँ हामी गजलमुखी धाम जाँदैछौँ अब चतुरेबाट उकालो लाग्यो अब चाहिँ बाटो लाग्यो हामी जाडो पो रहेछ त नि यता त यो खेवा फाइनली गाइस अहिले चाहिँ हामी गजलमुखी धामको देउमाई खोलामा आइपुगेको छौँ अहिले चाहिँ हामी अब देउमाई खोला दर्शनको लागि जाँदैछौँ Yeah,
फ्रान्सले चाहिँ हाम्रो गजलमुखी धाममा भाकल पुरा गर्नको लागि बोका लिएर आएको छ गजलमुखी धामलाई। अहिले चाहिँ हामी ट्याक्कै गजलमुखी धामको मूल गेटमा आइपुगेको छौँ। मूल धाममा यहाँ लेखेको रहेछ श्री गजलमुखी देवीकी जय, मिति 2068 6 महिना 1 गते। अनि हामी अब यहाँदेखि चाहिँ दर्शन गर्दै जान्छौँ भित्र। जुत्ताहरू चप्पलहरू चाहिँ यहीँ खोल्नु पर्ने रहेछ। एकछिनसम्म आउन म चाहिँ एउटा धुप यहाँ बाल्नु पर्छ भनेर त अहिले आएर दिने उधारो हुँदैन। ए 5 उभै नै उभै उभो जाउँ ल हामी अहिले चाहिँ गजलमुखी धाम प्रवेश गरिसकेको छौँ। अनि यस्तो रहेछ एकदमै सफा, एकदमै आनन्द। अनि छेउछेउमा सबैतिर लाइन नै घन्टी झुन्डाइदिएको छ। अनि यहाँ देख्न सक्नुहुनेछ तपाईँहरूले। यहाँनिर चाहिँ हात्तीको ढुङ्गाबाट बनाइएको हात्ती रहेछ। मन्दिरहरू यता छ। मूल मन्दिर चाहिँ तर यताउतिको त हो। हाम्रो प्रान्स गुरुङ आउँदैछ तलदेखि। यता जान्छौँ। अब हामी यहाँ मूल धाम प्रवेश गर्दैछौँ। यस्तो रहेछ माथि चाहिँ हाम्रो सोचेको आँटेको हाम्रो आकाङ्क्षा इच्छाहरू पुरा होस्। गजलमुखी धाम प्रवेश गरिसकेको छौँ हामी अहिले चाहिँ। हामी चाहिँ हाम्रो प्रान्स पनि आउँदैछ यता तलदेखि। नमस्ते गर्नु त भगवान्लाई, नमस्ते गर्नु, नमस्ते गर्नु। हो नगर्नु नचलाउनु हुँदैन, छोरो हुँदैन। भुइँछोरी गर्नु भगवान्लाई त भुइँछोरी गर्नुपर्छ त, हुँदैन है चलाउनु, नथुन्नु, थुन्नु हुँदैन प्रान्स।
बस्नु पर्यो त्यो गाडी ठाउँमा गर्नु के लाग्छ त धुपगाडी सुपगाडी सबै जलाइदिनु यहाँ छ त एकछिन है बेबी